हेलो गाइजहरु, आज चाहिँ हामी सिमी टिप्न जाँदैछौँ है। पारी मामाको घर सिमी छ रे। भरेलाई तरकारी। कहाँ जाने तिमीहरू? हामी त सिमी टिप्न जाने। तल जाने हैन, सानो जाम छिटो माथि। जा ल जा। यिनीहरू त्यहाँ गफ गरेर भुलेको छ। यो चाहिँ हाम्रो ठाउँको नाम हो। छिटो आऊ। कहाँ जाने हो तिमीहरू? हामी त चाउमिन खाएर सिमी टिप्न जाने। हामी त्यहाँ अब पारी चाउमिन खाने ठाउँ छ, त्यहाँ चाउमिन खाएर सिमी टिपेर आज सिमीको तरकारी पकाउँछौँ। यसले पकाउँछ तरकारी एकदम मिठो गरेर। त्यसो हामी कहाँ जाने ले? चाउमिन खाएर सिमी टिप्न जाने। यात्रामा इन्जोय गर्नु होला। बिनु लामा ब्लग्समा हजुरहरूलाई स्वागत छ। भन्दै बिनु लामा ब्लग्समा। मेरो नाम के हो? बिनु लामा। पहिला चाउमिन खाम, चाउमिन भनेर खाम त्यहाँ। अनि के गर्ने रे? सिमी टिप्न जाने। सिमी टिपेर ल्याउने अनि चाउमिन खाने। यो हो हाम्रो ठाउँ। बगैँचा। ल हेर्नुहोस् है गाइस, जम्मै सिमी के ए सिमी 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 आएर मुखमा धान जम्मै हावाले ढलाइछ है। अस्ति तपाईँहरूकोमा कतिको पानी पर्यो? हाम्रोमा चाहिँ हावाहुरी पानी एक हप्तासम्म। आज जम्मा दुई दिन भयो घरि रोकेको। यो चाहिँ मेरो प्यारी छोरी हो, यो मेरो बुहारी हो। अब यहाँबाट एकछिनमा पुल आउँछ, एकदम राम्रो पुल, हाम्रो पुल। प्रिसालाई पुलमा डर लाग्छ कि लाग्दैन छोरी? लाग्दैन? ल है मेरो छोरीलाई पुलमा डर लाग्दैन भन्या चाहिँ। त्यो देखेको रातो कलरको त्यो हो, त्यो चाहिँ मेरो मामा घर हो। आज चाहिँ हामी त्यहाँ सिमी टिप्न जान लाग्छौँ। त्यहाँ सिमी छ। आज हामी वहाँनिर चाहिँ होटेल छ, त्यहाँ खाजा खाएर होइन पहिला खाजा भनिरहेको छु, अनि आएर खाजा खाने हो। पहिला सिमी टिपेर आउँछु। ल हेर्नुहोस् है, यो मर्स्याङ्दी खोला हो। मर्स्याङ्दी खोला हाम्रो चाहिँ लमजुङ हो है घर। त्यो चाहिँ अस्ति के शिवरात्रि ओ माइ गॉड, सरी एकादशीको दिनमा खोला तारेर बानेको फुल हो त्यो। हामी पनि आएको थियो त्यो दिनमा, तर मैले एकादशीको बेलाको त्यो भ्लगहरू बनाएको त छ, तर अपलोड गरेको छैन। मलाई चाहिँ भ्लग बनाउन एउटा रहर लाग्छ, त्यही भएर। ल हेर्नुहोस् यस्तो सफा छ पानी। ओ सफा चाहिँ होइन, सफा चाहिँ छैन, तर जस कलर चाहिँ कस्तो राम्रो कलर, खोलामै कलर हालिदिए जस्तो, रङ घोलिदिए जस्तो। किन यस्तो पानीको कलर किन यस्तो हुन्छ होला? यो ग्रिन पनि होइन, यो निलो कलर पनि होइन, यो कस्तो कलर हो यो? हामीहरू चाहिँ त्यहाँ पुगिसक्यो। ल हेर्नुहोस् गाइस, हाम्रो धान चाहिँ यतिको भएको छ। यतिको भएको चाहिँ धान काट्ने बेला भएको छैन। उताको चाहिँ हाम्रो धान हो। हाम्रो धान कुन हो रे? हाम्रो धानबारी प्रिसालो जाम छिटो। ल हेर्नुहोस् गाइस, यो चाहिँ होटेल हो है। हामी यहाँ चाउमिन खाने, अनि उता मामा घर सिमी टिप्न जाने। चाउमिन छ कि छैन सोधेर हामी चाहिँ अहिले भनिराखेर सिमी टिपेर आउँछौँ, अनि खाएको पनि देखाउँछ तपाईँहरूलाई। सोध्छु है त म, क्यामेराले खिच्न मिल्दैन होला भित्र। सो टाटा बाई बाई, एकछिनमा भेटौँ ल। यही होटेल, बोलाउ न दाई।
मिठो छ ल मेरो छोरीलाई चाहिँ ल्याएर खाऊँ ल भनेको मानिन त्यही भएर एउटा समोसा चाहिँ दिएँ हामीले मिठो भन्दै पहिला सिमी टिपेर आएर अहिले खाने भने चाउमिन बन्दै गर्छ त्यो भनेको अगाडि नै समोसा चाहियो भनेर एउटा उसलाई चाहिँ लिदियो हामी चाहिँ अहिले ल्याएर खान्छौँ पैसा पुगेन भने उधारो लेखिराखेर जान्छौँ दिन्छ नि थाहा मैले 200 रुपियाँ मात्रै ल्याएको छ कृपया पुगेन भने खातामा लेखिदिनु होला यसलाई चाहिँ गुदी पिरो हुन्छ क्या फेरि त्यो खुर्सानी हो खुर्सानी होइन त्यो के हो यो ल्याउ त सानो ल्याउ त म चाखिहेर्छु यो खुर्सानी हो कि होइन खुर्सानी होइन यो लियो खोइ किमा खाँदै यति तिमी पनि खाऊ आधा ल हेर्नु मेरो छोरीलाई यहाँ मेरो छोरीको फ्रेन्ड यता हेर त छुट्टी भयो मामा घर सिमी टिपेर आउँछ है हामी है तिमीहरू होमवर्क गर्दै गर नि खेल्ने है होमवर्क सकेन भने मम्मीले खेल्न दिन्न के गर्न लाग्यो अरे छोरी अलि मामाको घर आइपुग्यो हाम्रो मामा घर चाहिँ धेरै टाढा छैन है मामा घर जानलाई गाडी चाहिँदैन भाडा चाहिँदैन टुई 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 एकछिन 20 मिनट जति हिँडेपछि आइपुगिहाल्छ कोदो पनि कोदो फलेछ कोदो पाक्ने बेला भएछ मामाको घर माइजूहरू छैन रहेछ हामी रित्तै फर्क्यौँ है सिमी छैन रहेछ आज हिँड्ने मात्रै भयो हामी फर्क्यौँ ल हेर्नुहोस् 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 गाइजहरू हेर्नुहोस् हेर्नुहोस् हामी त्यतिकै फर्क्यौँ है सिमी नलिएकन हेलो गाइजहरू केही पाइन चाउमिन आयो हरि खुर्सानी काटिदेऊ भन न माथिबाट हालेर खानु हाम्रो चक्क पनि रेडी भयो क्यामेरा कस्तो आएको त अहिले त के